हेलो नमस्कार सबैजनालाई। नेपाली फिल्मी जगतको सम्पूर्ण खबरहरू लिएर उपस्थित भएको छु। नेपाली फिल्म सम्बन्धी सम्पूर्ण खबरको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन पनि क्लिक गर्नुहोला। नयाँ वर्ष 2082 को छेको पारेर आगामी चैत 29 गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कर्माको टिजर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक 2 मिनेट लम्बाइको टिजरमा अभिनेता विपिन कार्की बढी हाबी छन्। उनी एक्सन अवतारमा देखिएका छन्। उनको पात्रमा बदलाको भाव देखिन्छ। उनले काम गरेको यो पहिलो एक्सन चलचित्र हो। टिजरमा कथावस्तु प्रष्ट खुलाइएको छैन। यद्यपि एक पात्रले आर्मी बन्न गरेको सङ्घर्ष र त्यस क्रममा उसको जीवनमा घट्ने विभिन्न घटनाक्रमलाई चलचित्रले मुख्य कथावस्तु बनाएको संकेत टिजरले गर्छ। विपिनलाई केही दृश्यमा भावुक देख्न सकिन्छ। टिजरमा सबैभन्दा ध्यान खिच्ने पक्ष भनेको बाइक स्टन्ट हो। साथै ब्याकग्राउन्ड म्युजिक पनि सशक्त छ। कर्मालाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। यसअघि उनले अगस्त्य निर्देशन गरेका थिए। चलचित्रमा विपिनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ। यो उनीहरूको पहिलो सहकार्य हो। यसमा मुकुन भुसाल, दिव्यदेव पन्थ, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ। मुकुनले यसमा नकारात्मक भूमिका निभाएका छन्। बसन्त लम्सालको लगानी रहेको चलचित्रमा निर्देशक चौधरी स्वयंको कथा छ। नेपाली सिने जगतमा एक पछि अर्को राम्रो एक्सन चलचित्र आइरहेको छ। एक्सन चलचित्र तपाईहरुलाई कस्तो लाग्छ तल कमेन्ट बक्समा आफ्नो धारणा भन्न सक्नुहुन्छ। अघिल्लो वर्ष सबैभन्दा धेरै चलचित्र प्रदर्शन हुने अभिनेताको कीर्तिमान दयाहाङ राईको नाममा रह्यो। उनका 9 वटा चलचित्र प्रदर्शनमा आएका थिए। 2 पटक त उनका आफ्नै चलचित्र बीच भिडन्त भयो। यस वर्ष पनि गत वर्षकै संख्यामा उनका चलचित्रहरू प्रदर्शन हुँदैछन्, अर्थात् 9 वटा। यो साता रोचक संयोग भने के जुरेको छ भने उनका 2 वटा चलचित्र एक दिनको अन्तरालमा प्रदर्शनमा आएका छन्। फागु पूर्णिमाको बिदा पारेर हिजो बिहीबार दयाहाङले बुवाको भूमिका अभिनय गरेको बायोपिक चलचित्र एन्जिला प्रदर्शन भयो र आज शुक्रबार उनको अर्को चलचित्र राजागञ्ज प्रदर्शनमा आएको छ। यसमा उनले प्रहरी उपरीक्षक एसपीको भूमिका निर्वाह गरेका छन्। एउटै कलाकारको चलचित्र दिनै पछि प्रदर्शन हुँदा दर्शक समेत कुन हेर्ने भन्ने दोधारमा देखिएका छन्। राजागञ्ज विश्वका प्रतिष्ठित फेस्टिभलहरूमा प्रिमियर भइसकेको चलचित्र हो। यसै वर्षको भेनिस फिल्म फेस्टिभलमा अवार्डको प्रिमियरको क्रममा फिल्मले 10 मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको थियो। गत बुधबार काठमाडौँ प्रिमियरमा पनि चलचित्रलाई सकारात्मक प्रतिक्रिया मिल्यो। अब व्यावसायिक उद्देश्यले प्रदर्शन यात्रा सुरु गरेको चलचित्रलाई दर्शकबाट मिल्ने प्रतिक्रिया महत्त्वपूर्ण रहनेछ। केही दृश्य र शब्दका कारण सेन्सर बोर्डमा झमेला बिहोरेको राजागञ्जले मधेस आन्दोलनको पृष्ठभूमिमा अपहरणमा परेका 2 बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा भन्छ। दीपक रौनिया निर्देशित चलचित्रमा दयाहाङ सहित आशा मगराती, रिचा शर्मा, पशुपति राई, विजय बराल, निकिता चाण्डक लगायतको अभिनय छ। चलचित्रको कथा मधेसमा केन्द्रित छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र होस्टेल 3 का निर्माताले पहिलो हप्ताको एकमुष्ट व्यापार सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबारसम्म 4 करोड 32 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। होस्टेल 3 चलचित्रका निर्माण कम्पनी सम्मान इन्टरटेनमेन्टका सञ्चालक समेत रहेका यस चलचित्रका निर्देशक शासन कणेलले वितरकहरूबाट प्राप्त DCR रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए। हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ। वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा 4 करोड 32 लाख ग्रस कलेक्सन देखिएको छ, कणेलले बताए। उनका अनुसार यस चलचित्रले काठमाडौँ उपत्यकामा 2 करोड 30 लाख र उपत्यका बाहिर 2 करोड 2 लाख कलेक्सन गरेको हो। 3 नयाँ नेपाली चलचित्रहरू रिलिजका बावजुद पनि हलहरूमा होस्टेल 3 को अधिक मात्रामा सो कटौती भएका छैनन्। कतिपय हलहरूमा नयाँ चलचित्रको भन्दा होस्टेल 3 को सो बढी रहेका छन्। नन होलिडे रिलिजमा समेत दर्शकहरू हलमा उर्लिएका छन्। युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ। डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, कुलभाइ, सिमरन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटे, रियान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आजलाई नेपाली फिल्मी ताजा खबर यति नै। नेपाली चलचित्रलाई माया गर्नुहोस्। हवस् त, धन्यवाद। जय नेपाल।